नमस्कार। आज 6औं दिन पनि शीतलहर चिसो चाहिँ निरन्तर छ, रोकिने छाँटकाँट छैन। यो अवस्थामा हामीले यो चिसो मौसममा हामीले हरेक साल हामीले जाडोलाई चुनौतीको रूपमा पनि लिइरहेका छौँ। मलाई लाग्छ जाडोलाई चुनौती सँगसँगै यसबाट जाडोमा गर्ने कामहरू हैन, जाडोबाट हुने हामीलाई फाइदाहरू पनि सोच्न फरक किसिमले सोच्न जरुरी छ जस्तो लाग्छ। जाडोलाई चाहिँ हामीले कसरी गर्छौँ, एउटा राक्षसीकरण जस्तो पनि नसोचेर विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ स्कुलहरूमा चाहिँ जाडो सम्बन्धीको कुराहरू सिकाउँदा हैन, अभ्यास गराउँदाखेरि राम्रो होला जस्तो लाग्छ। हामीले स्पोर्ट्स विककै कुरा गर्दा पनि यही जाडोलाई आधार मानेर गर्न सकिन्छ। अन्य कुराहरू हैन, अब विभिन्न ल्याबहरू परीक्षणहरू चाहिँ यही बेलामा गराउन सकिन्छ जाडो सम्बन्धी। यसरी चाहिँ र विद्यालयहरूले हरेक विद्यालयले चाहिँ त्यो कम्तीमा एउटा नभए दुईटा त्यो पानी तताउने त्यो जार चाहिँ 5-5 लिटरको जार नभए 1-1 लिटरकै भए नि हुन्छ। अहिले त बिजुली नभएको कुनै स्कुल पनि छैन। त्यसमा चाहिँ राखिदिने हो भने विद्यार्थी भाइ बहिनीहरूले चाहिँ पानी अत्यधिक कम खाने र त्यसपछि चिसोको समस्या सुरु हुने हुन्छ। तातो पानी भयो भने चाहिँ उनीहरूले स्कुलमा पनि तातो पानी खान्छन् र स्वास्थ्यमा समस्या आउँदैन। मलाई चाहिँ यस्तो लाग्छ। तपाईहरूले आफ्नो विचार राख्नुहोला। जाडोलाई कसरी उपयोग गर्न सकिन्छ, यसलाई अवसरको रूपमा कसरी लिन सकिन्छ, आफ्नो विचार राखिदिनु होला। धन्यवाद।